मेडिकल एन्ड कम्प्लिमेन्ट्री सिस्टम अफ मेडिसिन। सो मोडर्न एलोपैथिक सिस्टमलाई आजको समयमा के अरे मेन या प्रिन्सिपल सिस्टम मानिन्छन्, तर विश्वको विभिन्न ठाउँमा प्रयोग हुने अन्य प्रणालीलाई अल्टरनेटिभ वा कम्प्लिमेन्ट्री सिस्टम भनिन्छन्। इक्जाम्पलको कुरा गर्दाखेरि जस्तै आयुर्वेदिक भयो, होमियोप्याथी भयो, युनानी भयो, यो सबै चाहिँ के हो अल्टरनेटिभ या कम्प्लिमेन्ट्री सिस्टमको इक्जाम्पल हो भन्ने कुरा बुझ्नु। अब ट्रेडिसनल चाइनिज मेडिसिन, सो यसको कुरा गर्दाखेरि यसलाई हामी कम्प्लिमेन्ट्री एन्ड अल्टरनेटिभ मेडिसिन पनि भन्न सकिन्छन्। यो जुन टर्म कम्प्लिमेन्ट्री एन्ड अल्टरनेटिभ मेडिसिन, यसको मतलब चाहिँ के हुन्छ कि मेडिकल एन्ड हिलिङ थेरापी जुन द्याट आर नट पार्ट अफ स्ट्यान्डर्ड एलोपैथिक सिस्टम। सो यो जुन कम्प्लिमेन्ट्री र अल्टरनेटिभ सिस्टम अफ मेडिसिन हो, यो चाहिँ के हो कि एलोपैथिक सिस्टम अफ मेडिसिनको स्ट्यान्डर्ड एलोपैथिक सिस्टमको पार्ट होइन, तर यसको मतलब मेडिकल एन्ड हिलिङ थेरापी हुन्छन् भनेको। अब सिम्पल मिनिङमा बुझ्दाखेरि कम्प्लिमेन्ट्री एन्ड अल्टरनेटिभ मेडिसिन भन्नाले मोडर्न सिस्टम बाहेकका उपचार विधिहरूलाई हामी के बुझ्छौँ रे कम्प्लिमेन्ट्री एन्ड अल्टरनेटिभ मेडिसिन भनिन्छन्। अब कम्प्लिमेन्ट्री र अल्टरनेटिभ मेडिसिनमा त्यो के फरक छ? कम्प्लिमेन्ट्रीको मतलब के हुन्छ? पूरक हुन्छन्। जस्तै एलोपैथिकसँगै प्रयोग गरिन्छ जसलाई हामी कम्प्लिमेन्ट्री भन्छौँ। इक्जाम्पलको कुरा गर्दाखेरि हर्बलको साथसाथ मोडर्न मेडिसिन टुगेदर प्रयोग गरिन्छन् जसलाई हामी कम्प्लिमेन्ट्री भन्छौँ भने अल्टरनेटिभ भनेको रे वैकल्पिक एलोपैथीको सट्टा प्रयोग गरिन्छन् जसलाई हामी अल्टरनेटिभ भनिन्छौँ। र वर्ल्ड WHOले कसरी डिफाइन गरेको ट्रेडिसनल मेडिसिनलाई? According to World Health Organization, traditional medicine is the sum of total knowledge, skill, practice based on theories, belief, and experience indigenous to different culture, whether explainable or not, used in the maintenance of health and in prevention, diagnosis, improvement or treatment of physical and mental illness. इजी वेमा बुझ्दाखेरि ट्रेडिसनल मेडिसिन भन्नाले विभिन्न संस्कृतिमा विकसित भएको ज्ञान, सिप र अभ्यासहरूको समूह हो जुन स्वास्थ्य जोगाउन, रोक्न र उपचार गर्न प्रयोग गरिन्छन्। यसको केही फिचरको कुरा गर्दाखेरि बेस्ड अन एक्सपिरियन्स एन्ड ट्रेडिसन, अनुभव र परम्पराको अनुसारमा युज नेचुरल रिसोर्सेस, जडीबुटी मिनरल्सको यो युज गरेर, फोकस अन होलिस्टिक हेल्थ, यो समग्र स्वास्थ्यमा चाहिँ फोकस गर्छन् र यसको साइड इफेक्ट थोरै हुन्छन्, लेस साइड इफेक्ट। केही इक्जाम्पल अफ ट्रेडिसनल सिस्टमको इक्जाम्पल कुरा गर्दाखेरि आयुर्वेदिक भयो जुन इन्डियन सिस्टम हो, ट्रेडिसनल चाइनिज मेडिसिन भनेको चाइनाबाट हो, युनानी भनेको ग्रिक अरबी सिस्टम हो, सिद्ध भनेको साउथ इन्डियाबाट उपलब्ध भएको भनेको अब बुझ्ने। अब बुझ्छौँ आयुर्वेदिक। आयुर्वेदा चाहिँ के हो कि इन्डियन सिस्टम अफ मेडिसिन हो। आयुर्वेदा एउटा ओल्डेस्ट होलिस्टिक सिस्टम अफ मेडिसिन हो वर्ल्ड वाइड। यसको ओरिजिन चाहिँ इन्डियामा एराउन्ड 3000 BC मा भएको हो र यो टर्म आयुर्वेदा चाहिँ संस्कृत टर्मबाट आएको हो। आयुको मतलब लाइफ हुन्छन् र वेदाको मतलब नलेज अफ साइन्स हुन्छन्। सो हामी के भन्न सकिन्छौँ कि आयुर्वेदा मिन्स साइन्स अफ लाइफ भन्न सकिन्छन्। वेदा रिलेटेड टु आयुर्वेदा, सो आयुर्वेदासँग रिलेटेड वेदा कुन कुन हो? सो आयुर्वेदा इज कन्सिडर्ड एज अप वेदा अफ अथर्ववेदा। यसमा 4वटा वेदा हुन्छन्, ऋग्वेदा, सामवेदा, यजुर्वेदा, अथर्ववेदा। र बेसिक कन्सेप्ट चाहिँ के हो आयुर्वेदाको? आयुर्वेदा बिलिभ्स द्याट म्यान एन्ड युनिभर्स आर इन्टरकनेक्टेड। मानिस र युनिभर्स चाहिँ के छ कि एक अर्कासँग सम्बन्धित यानि कि इन्टरकनेक्टेड छ, यही भन्छन् आयुर्वेदाले। र एभ्रिथिङ इज मेड अप अफ 5 बेसिक एलिमेन्ट, 5 भूता भन्छौँ, जुन चाहिँ पृथ्वी, जल, अग्नि, वायु, स्पेस भनिन्छन्। र ट्राइडोसा थ्योरी यसको मुख्य सिद्धान्त हो। यसले के भन्छ कि ह्युमन बडी फङ्सन 3 डोसामा डिपेन्ड गर्छन् जसलाई ह्युमरस भन्छौँ। यसमा भात, पित्त र कफ। भातको मतलब चाहिँ के हो कि यसले मुभमेन्ट कन्ट्रोल गर्छन्, जस्तै मुभमेन्ट, नर्भ इम्पल्स भयो सबै जुन रिस्पोन्सिबल फर मोसन एन्ड सेन्सेसन। पित्तको मतलब कन्ट्रोल डाइजेसन एन्ड मेटाबोलिजम, यो के को लागि रिस्पोन्सिबल हुन्छ भने हिट प्रोडक्सन एन्ड बायोकेमिकल रिएक्सनको लागि पित्त रिस्पोन्सिबल हुन्छन्। कफको कुरा गर्दाखेरि प्रोभाइड्स स्ट्रक्चर एन्ड स्टेबिलिटी, यसको के को लागि रिस्पोन्सिबल हुन्छ भने लुब्रिकेसन एन्ड इम्युनिटीको लागि रिस्पोन्सिबल हुन्छन्। हेल्थको कुरा गर्दाखेरि यदि ब्यालेन्स भयो भने भात, पित्त, कफ ब्यालेन्स भयो भने हेल्थ राम्रो हुन्छन् भन्ने कुरा बुझ्ने। त्यसपछि आऊ धातुज। धातुजको मतलब बडी टिस्यु हुन्छन्। धातु चाहिँ के हो कि स्ट्रक्चरल कम्पोनेन्ट हो हाम्रो बडीको, यानि कि शरीर बनाउने तत्व हो। टोटल 7वटा धातु हुन्छन् जुन रसा जसलाई प्लाज्मा भन्छौँ, रक्ता ब्लड भयो, मम्सा मसल भयो, मेदा फ्याट भयो, अस्थि बोन भयो, मज्जा माइरो भयो, शुक्र रिप्रोडक्टिभ टिस्यु भयो, मलास वेस्ट प्रोडक्ट भयो। मलास चाहिँ के एउटा वेस्ट मेटेरियल हो
भनेको फरी पदार्थ हो जुन रिमुभ गर्छन् टक्सिन्सलाई। र मेन 3वटा मलाज युरिन, फिसेस र स्वेट। कन्सेप्ट अफ हेल्थ स्वास्थ्यको अनुसार कि धोसा धातुज मलाज जब प्रोपर ब्यालेन्समा हुन्छन् तब हाम्रो चाहिँ कि पर्सन हेल्थी हुन्छन्। यदि इम्ब्यालेन्स भयो भने कुनै इलनेस या डिजिज हुन सकिन्छन् भन्ने कुरा बुझ्ने। र डायग्नोसिस इन आयुर्वेदामा रोगको पहिचान कसरी गरिन्छन्? सो नोन एज अष्टविधा परीक्षण भन्छौँ। यसमा 8वटा फोल्ड एक्जामिनेसन हुन्छन्, जस्तै नाडी परीक्षा जसलाई पल्स भन्छौँ, मूत्र परीक्षा युरिन चेक गर्ने, मल्ल परीक्षा स्टुल चेक गर्ने, स्पर्श टच गर्ने, दृक भनेको अब्जर्भेसन गर्ने, शब्द भनेको भोइस या साउन्ड अब्जर्भ गरेर, जीव भनेको टङ हेरेर, चाहिँ के हो कि आकृति भनेको बडीको एपियरेन्स हेरेर। यसको ट्रिटमेन्ट चाहिँ के हो? उपचार। सो पर्सनलाइज ट्रिटमेन्ट भनेको व्यक्तिगत उपचार, जस्तै ट्रिटमेन्ट डिपेन्ड हुन्छन् बडीको सेपमा, प्राकृतिक अनुसार, जस्तै ढोसा इम्ब्यालेन्स अनुसार औषधि दिइन्छन्। त्यस्तै ब्यालेन्सिङ ढोसा भनेको एम चाहिँ के गर्ने कि यसको चाहिँ के हो कि ब्यालेन्स गर्ने भात, पित्त र कफलाई। त्यसपछि यो कि शोधन थेरापी भनेको क्लिस्निङ भन्छौँ, त्यसले के गर्छ कि रिमुभ गर्छन् टक्सिन्सलाई, डिटक्सेसलाई। इक्जाम्पल पञ्चकर्मा भयो। त्यस्तै युज अफ नेचुरल सब्टान्स भनेको हर्ब भनेको जडीबुटी, मिनरल्स, एनिमल प्रोडक्टलाई युज गरेर भयो भन्ने कुरा बुझ्ने। हस्, आजको लागि यति नै।